ढोका बन्द गरौँ न केटा हो अलिक पछाडि हाल्नुपर्छ अगाडि अहिले यहाँ हाल्न आउँछ नि त ओइ म के हो टावर त रातो हेलो गाइज नमस्ते सबैजनालाई आज हाम्रो यो जेएमसी ग्रुप चाहिँ हामी यो कोबेको चाहिँ मिनो फल्स भन्ने ठाउँमा आइपुगेका छौँ है अहिलेसम्मकै उत्कृष्ट अत्यन्तै राम्रो सिन भन्दा पनि फरक पर्दैन होला तपाईहरुलाई म यस्तो गरेर यसरी घुमाएर देखाउँछु हैन आजको भिडियो चाहिँ बबाल हुनेवाला छ हेरेर साथ दिनु होला ओइ नदेखिन त यार के हो ओहो म के ओए म त यस्तो हेन्सी आएको त के हो अनि ह्यान्डसम हो त आमा कुन मोबाइल हो यो रन्डी भ्लग हो तपाईहरुले देख्न सक्नुहुन्छ जापानमा पनि यो चुनाव हुँदै रहेछ त्यही भएर म्यादी प्रहरी खटाएको रहेछ म्यादी प्रहरी आज म धेरै कुराहरू बोल्दिनँ गाइस तपाईहरुलाई मैले सिनले प्रमाणित गरिदिन्छु यदि तपाई यो ओसाका हैन त्यसपछि नागाएको छेउछाउतिर हुनुहुन्छ भने चाहिँ आएर घुम्न सक्नुहुन्छ सिनको कुरा नगर्नु र यहाँ हाम्रो एउटा साथी पनि कतै घारीतिर लुकेहा भन्ने कुराहरू छ कहाँ नगयो खोइ सीमा झ्याक्ने नान्ते चिसो चाहिँ चिसो छ गाइज होइन खतरा चिसो छ अब किनभने स्वास्थ्यबाट त जोगिनु पर्यो नि त होइन सिन मात्रै हेरेर त भएन आफ्नो स्वास्थ्य पनि ख्याल गर्नु पर्यो अहिले फेरि कम्पनी पनि जानुपर्ने छ त्यही भएर म चाहिँ अलि लुख्रु लुख्रु न्यानो न्यानो भइरहेको छु केटाहरू चाहिँ तन्देरी भान अहिले रुगा लगाएपछि अनि चाक शीतल हुन्छ आज त बोल्ने नै होइन सिन मात्रै देखाउने हो तर बबाल रहेछ है सिन तपाईँहरू चाहिँ घुम्न आउनु सक्नुहुन्छ यो मिनो फल्स बाटो चाहिँ अब तपाईँलाई देखाइदिउँ है आउने बेलामा चाहिँ गाँड फाट्छ जाँदा चाहिँ ओह्रालो घुँडा दुख्ने अब आउँदा चाहिँ के दुख्ने हो थाहा छैन यतापट्टिको यसो सर र सिनहरू पनि देखाइदिउँ होइन बबाल छ होइन केटाहरू गइसक्यो अगाडि हो उही म त यार के उल्टो पनि हिँडिदिनु सक्छु त अनि सक्छ त मलाई फाइनल्ली गाइज हामी चाहिँ यो मिनो फल्समा ल्यान्डिङ भइसकेका छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ बबाल चाहिँ होइन झर्ना अब हुन त यसो झर्नामा हाम फाल्ने बानी हो हामी अब यहाँ त व्यवस्थित हुन्छ होइन मान्छेहरूको चाहिँ घुइचो रहेछ अब आज शनिबार पनि हो क्यारे यता खाजा साथो के हो यार मिठो मिठो माछा साछा बाँच्न आउँछ त के हो यस्तो यार है यो देशले पैसा लुट्नको लागि के गर्दैन अब यो पानी त्यत्तिकै आफ्नो तरिकामा डुबे यसो सफा गरेर सिडी जस्तो बनाइदिएको छ यतिमा अब पैसा सैसा लिग्यो हिँड्यो एउटा कुकुरले अर्को कुकुर डुलाउँदैछ फेरि है लाटेको सेरो डुलाउँछ के हो यो लास्टै यार थट काम छैन जापानिजहरू पनि हामीबाट लुटेको पैसाहरू तल आएको छ तिराएको छ अनि कहाँ तल हुन्छ यस्तै बनाउने देश विकास गर्ने यही त हो भोटेहरूको काम जाने बेला त होइन जाने बेलामा त गरेर गइएको थियो ओह्रालो अहिले आउने बेलामा त उकालो गाँड फाट्यो यार स्यासे गाउँमा हुँदै दाउरा घाँस गर्न हिँडिन्थ्यो यस्तो ठाउँमा पैसा तिरेर घुम्न आएर ओइ बाजु ब्लग पहिला यस्तो मैले भिड पाखामा हामी दाउरा घाँस गर्न गइन्थ्यो होइन असक्दो अहिले घुम्न आउनु गरेर त्यही पनि कार लिएर आएर पार्किङमा राखेर पैसा तिरेर 2 मान ओके हो फेरि अनि मनी वेस्ट यस्तो त हामी त घाँस काट्दाखेरि यस्तो भिडमा बाँदर लहर्न कति दौड्यो अहिले पैसा तिरेर घुम्न आइया छ बुद्धि त नभएकै हामी नेपालीहरूको यार ओ केटीको टोयलेट हो त ओए ए हो अरियातो अरिगातो